हाम्रो झोला त सानो छ झोला त सानो छ सानो बाटोभरि बाँडेर खानु छ बाटो छ बिरालो सानो कसको आँगन कुरेर बसौली लाग्छ पिरालो नबोला आउँथिन होला म आउँथिन होला म सानो छौ तिमीले झोलामा बाटो छ भिरालो सानो कसको आँगन कुरेर बसौली लाग्छ पिरालो रमाइलो आज हो सानो तिमीलाई मलाई बाटो खाजा बिरालो सानो कसको आँगन कुरेर बसौली लाग्छ पिरालो रामबान सबैले हरि भन्छु मैले राम सबैले राम सबैले हरि सबैले हरि भन्छु मैले राम सबैले हरि भन्छु मैले राम सबैले हरि भन्छु मैले राम सबै मधेस ल यति बेला हामी नारायणघाट सबको शान्तिको गीत एउटा शान्तिको गीत ल यस्तो खतरा भएछ माया तिमीलाई सम्झन्छु दिनको रात मर्स्याङ्गी सलला मनाको धोको मनाको धोको गाउनु थोपोको पानको पात माया तिमीलाई सम्झन्छु दिनको रात मर्स्याङ्गी सलला कहिले बेटा हुन्छ र यसरी पानको पात माया तिमीलाई सम्झन्छु दिनको रात मर्स्याङ्गी सलला पहेँलो केसरी कहिले बेटा हुन्छ र यसरी पानको पात माया तिमीलाई सम्झन्छु दिनको रात मर्स्याङ्गी सलला आनन्दमा छु अहिले हरि बदनाइले आनन्दमा छु अहिले हरि बदनाइले आनन्दमा छु अहिले हरि बदनाइले आनन्दमा छु अहिले सधैँलाई काम प्रभु सधैँलाई काम हामीलाई काम सधैँलाई काम सधैँभरि मनमले राजीको नै काम प्रभु सधैँ हामीलाई काम गर्न लागे जपिएन नाम देवी देउता आइलो शिरमाथि खै भएको देवी देवता होइन भएन कि अलि भनेर धाममा आइपुग्यो है के छ माइजू कस्तो लागिरह रमाइलो लाहा ल यस्तो रमाइलो छ यहाँनिर सिजी धाम ल यसरी हिँड्दैछौँ यहाँ ल आउनु 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 ल मम्मीहरू हुनुहुन्छ यहाँ दिदीहरू
अब यता यसो घुमेर अनि के रहेछ यहाँ यसो हेरेर अनि जाने हो यस्तो रहेछ ल आउनु आउनु यस्तो रहेछ के राम राम के छ देख्न पाइयो मौकाले त्यसलाई खुवाउनु पर्यो ल आउनु 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 कस्तो लागिरहेछ मम्मी यति जमघट भएर सबैजना आफ्ना आफ्नै लिएर ट्याक्क रमाइलो भयो चर्का घाम बिर्सिए है घाम पुरै चर्का लायो है ल अबे घामले डढियो डढियो लुम्बिनी घर सर्ट क्लिप बनाएर सबैले प्याक गरिदियो जानु ल सीताराम अरे ल आउनु 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 फोटो र सिजी धाममा यो समुद्र मन्थनको कुरो छ त्यहाँनिर हामी हेर्दैछौँ होइन समुद्र मथन मथन हो कि मन्थन धाममा ल के अरे शिवजीले विष कालाकोट बिस होइन कालाकोट विष निल्दिनुमा आएको हो नि त शिवजी ए ल अनि अरू के छ यस बारेमा भन्नु के गर्नुभयो अरू समुद्र मथन गर्दाखेरि कालकोट विष निस्किएर शिवजीले निल्लेर घाँटीमा लिएर भनेर घाँटीमा राखेर अनि बुढालीलाई कान्छ भनी यस्तो राखे होइन अनि त्यो उ गरेर के अरे त्यो मथन गर्दाखेरि विष निस्किएको कारणले निलेर ल ल ल यस्तो छ ल हेरेर पुरै गर्मी छ हेर्नुहोस् गाइज यस्तो छ गर्मीले बस्न सकिने चाहिँ छैन है ल जाम जाम अब जाम कताबाट रहेछ ए ल बाहिर यस्तो यसो रहेछ अब जेहोस् अलिअलि घुम्नलाई राम्रै ठाउँ रहेछ घुमियो के एक्जिट अब यति बेला लुम्बिनी आइपुगेका छौँ अब यहाँबाट खै कता कता घुम्न भ्याइन्छ एकछिन यति घुमेर अनि जाने हो ल लुम्बिनी त आयो घुम्न भ्याइन्छ कि भ्याइँदैन जस्तो भयो के छ कुराकानी ल भन्नु ल ल अलिअलि भयो नमस्कार गर्ने कुरो भयो अब रिक्सा लिएर अनि त्यसपछि जान्छौँ अब है रिक्सा चढेर अब हामी यहाँ लुम्बिनीमा लुम्बिनीको दर्शन महादेवीको दर्शन अब खै कता यही हो मोनास्ट्री भित्र केही थियो होला भित्र ऊ थियो होला अब हेर्न पाइएन सबै गर्छ लोटस टेम्पल पनि मम्मी हजुर के छ त नि कुराकानी सब ठिक छ नानी यस्तो रमाइलो छ आउन पाइयो जानु भएर आउन पाइयो यो भन्दा रमाइलो यतातिर जाँदैछ अब फोटो यस्तै हो यी हेर्ने होइन उतातिर कस्तो राम्रो बनाइरहेको छ क्या बिनायोले मन मेरो छिनायो
ल यस्तो रमाइलो छ है यहाँनिर पर्ने बादलु झुम्मिनी घुम्दै घुम्दै आइपुग्यौँ लुम्बिनी सान्दाजी ल अब शान्त भएर जानुपर्छ ल यस्तो राम्रो रहेछ है यहाँनिर त खत्रै बनाएर छ भगवान बुद्धं गच्छामि शरणं गच्छामि शान्ति शान्ति यो सिङ्गापुर मोनेस्ट्री है ल यस्तो छ राम्रो सिङ्गापुर मोनेस्ट्री ल हामी यहाँ हेर्दै हुनुहुन्छ खिचा छ त्यहाँ लोटस टेम्पल बनाउँदै रहेछ है यस्तो राम्रो मोबाइल स्विच अफ हुन लाग्यो ठिक छ तर पछि आउँदैछु म पनि सान्दाजी नबजाऊ बिनायो बिनायोले मन मेरो चिनायो ल अब थाइल्यान्ड मोनास्ट्री गइयो सिङ्गापुर गइयो अनि के गइयो अर्को नेपाल गइयो अब नेपालको हेरेर आइयो कस्तो खतरा बनाएको रहेछ त्यहाँ लोटस टेम्पल पनि बनाउँदै रहेछ यहाँनिर अब जापानको एकपल्ट घुम्न आउनुला यहाँनिर है लुम्बिनीमा एकदम धेरै विकास भएको छ अब बालन सरकार आएपछि त झन् धेरै राम्रो हुन्छ अब सबजना घुम्न आउनु होला एकदम राम्रो भएर छ है ल सरी 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 जुत्ता चप्पल बाहिर यस्तो छ है यो जापानिज मोनेस्ट्री भनेर यस्तो राम्रो राम्रो बनाएको रहेछ हाम्रो लुम्बिनीमा है हेर्न नआएर ढिला गरिएछ कि यस्तो राम्रो रहेछ विभिन्न मोनेस्ट्रीहरू यस्तो राम्रो राम्रो बनाएर छ है हामी ढिला आइएछ त्यसो आउनु होला गाइस हेर्नु यस्तो राम्रो छ जापानिज हो जापानिजहरूको रहेछ ल जाने ल भिडियो बनाउँछु एउटा ल गीत भिडियो एउटा बनाऊ पेजमा हाल्यो नि भयो नि त रिक्सामा कतातिर घुम्दैछौँ जहिले नि यस्तो दिन आएर राम्रो छ राम्रो भएको रहेछ वज्रयान महाविहार ल बजान्छौँ है यहाँ बस्यौँ लुम्बिनीमा
होटेलमा बसियो अब हामी स्वर्गद्वारी लाग्छौँ दाउरा थकालीको सँगै अनि अब हामी जान्छौँ स्वर्गद्वारी होइन भरे पुगिन्छ हामीलाई शुभयात्रा फर्केर आउन पाइयोस् भगवान्को भोलि पर्सि त अनि आज चाहिँ राम्रोसँग गर भोलि ल ल ल जान्छौँ भएर छ होइन गाडीमा यहाँ ल हाम्रो कृषि विकास ब्याङ्क देखियो है यहाँनिर तौलिया भयो ब्रान्च इसानसँग चाहिँ कुरो भन इबासँग त भएको थियो बेलुका कस्तो राम्रो रहेछ नि अम्सी भन्दै सबैसँग कुरा भयो बेलुका बेलुकरी कलेजबाट जस्तै 9:30 त्यस्तै बजीतिर कलेजको अफ भएको बेलामा तौलिया भयो ब्रान्च पनि देखियो मिटिङ थियो अरेको क्लासमा प्युठान जान हिँडेको भालुबाङमा आइपुग्यो यस्तो छ यहाँनिर भालुबाङ आयो होइन हामी प्युठान जाने बाटोमा छौँ होइन कति अलि अगाडि नै धेरै नै आइसक्यौँ त्यो पुरै चौतारालाई ल चौतारा अघि त्यहाँ बस्या खानामा रहेछ नि समित एकछिन हामी गर्दैछौँ रमिता रहेछ समित एकछिन यस्तो छ ल नाच्नु नाच्नु दिदी लाग्छ के बिदी अब अर्को यहाँ एउटा चौतारो रहेछ होइन यहाँ बाटो छ तलतिर बाटोमा गाडी रोकेर यहाँनिर एउटा चौतारोमा बस्न आएको स्वामीको चौतारो रहेछ होइन अनि म मेरो त गीत गाएर नाच्न हजुरबाको कर्म थलो आउन मिल्ला नमिल्ला हजुरबाको कर्म थलो आउन मिल्ला नमिल्ला हजुरबाको कर्म थलो आउन मिल्ला नमिल्ला यस्तो छ रमाइलो थलो आउन मिल्ला नमिल्ला पक्कै पनि मिल्ला ल अहिले भनौँ न त्यस सम्बन्धमा ल यस्तो छ रमाइलो अब पिपलको फेदमा यहाँ यस्तो एउटा भगवानले भेट हुन जुराको मम्मीलाई चस्मा समाउँदै ठिक्क अलि लुचाइ लाउनु गाडी आउँदैछ ल भिन्डी बजार आइयो है हाम्रो कृषि विकास ब्याङ्क हेर छ देखियो भिन्डी बजारमा सानीको यो स्वर्गद्वारीको पानी सानी लाने होला पुरै बाटो हिँडेर अब के अरे गाडीमा आउने बाटो हिँडेर अब बाटो चाहिँ
हिँड्ने बाटोमा आइपुग्यो ठिक कति बज्यो 1:35 भएछ होइन यति चर्को हावा चलेछ कि यहाँ हेरेर चाहिँ स्वर्गद्वारीको मेन गेट हो यहाँबाट चाहिँ हिँडेर जानुपर्ने रहेछ होइन यति चर्को हावा चलेछ कि अचम्म लाग्यो सधैँ यस्तो हावा चल्ने हो कि आज मात्रै चले हो कि यस्तो छ हुनुहुन्छ यति चर्को हावा चलेछ यहाँ स्वर्गद्वारीको मेन गेट चाहिँ आइपुग्यो अब यहाँबाट अलिकति हिँडेर जानुपर्ने रहेछ यताउता सबै ठुलो जङ्गलै छ अनि यतातिर यस्तो छ यसरी अब हामी यहाँ गाडी रोकेर अनि माथि जान्छौँ तर यति चर्को हावा चलेको कि उडौला जस्तो झोला मिलाएर झोला बोकेर उकालोमा हिँड्दैछौँ यहाँ अलिकति आधा बाटो चाहिँ त्यहाँ आइपुग्यो स्वर्गद्वारी जानलाई होइन झोला बोकेर देखियो ल यहाँ देउराली देवी रहेछन् कस्तो राम्रो रहेछ भगवान् रक्षा गर्नुहोस् उकाली ओराली मनको धोको पुर्याइदेऊ देउराली ऐन हेरेर लाउ माया लाउनीले धोको फेरेर ल यहाँ देउराली देवीको थान रहेछ यहाँनिर ल भगवान् रक्षा गर्नुहोस् प्रभु ल यो हामी स्वर्गद्वारीको उकालोमा बिच बाटोमा चाहिँ ठ्याक्क देउराली देवी रहेछन् त्यहाँ दर्शन गरेर हामी अब माथि जान्छौँ उकालो चलेर चाहिँ रहेछ यतातिर जङ्गल छ त्यसरी हावा चलाएको छ यहाँनिर यस्तो छ ल हेर्नुहोस् यस्तो छ यहाँ अब यति बेला प्युठानको स्वर्गद्वारी जाँदैछौँ लगभग आधाभन्दा बढी बाटो उकालो हिँडेर आइसक्यौँ ल हामी आन्टी हुनुहुन्छ के छ कस्तो लागिरहेछ दिदीहरू मम्मी माइजू के छ अनि माथि छ जान होइन यहाँ चाहिँ हेर्दै हुनुहुन्छ अलिकति उकालो चाहिँ साह्रै छ ठिकै छ तर राम्रो सिँढी रहेछ यस्तो राम्रो है हावा चलेछ सिँढी भारी छ सबजना झोला बोकेर आज हामी त्यही माथि मन्दिरमै बस्ने भरे आरती हेर्ने भजन गाउने झोला बोकेर भनेर हाम्रो पुरै जाडो भएर पुरै यस्तो हुनुभयो यसरी हिँड्दैछौँ झोला पनि छ अब त्यहीँ गएर बस्ने भनेपछि झोला पनि चाहियो ठिकै छ अब जाँदैछ गरेर पुरै हावा त चर्को आउँदो रहेछ ल प्युठानको हावा सरर प्युठानको डाँडामा हावा सरर उडायो बाटो पुरै राम्रो बनेको रहेछ यताउता रहेछ यहाँनिर धर्मशाला रहेछ राम्रो रहेछ हिँड्दैछौँ यो डाँडामा भगवान् पनि कहाँ आएर बस्नु भएछ होइन पाण्डवहरू चाहिँ वनवास जाँदा यही बाटो गरेर गएको भन्ने किंवदन्ती छ अनि यहाँ 120 वर्षभन्दा पहिलादेखिको त्यहाँ यज्ञ कुण्ड चाहिँ अहिलेसम्म पनि बलिरहेको भन्ने छ यस्ता विभिन्न किसिमका मान्यताहरू बोकेको हाम्रो स्वर्गद्वारी र स्वर्ग जाने द्वार खोलिने यहाँ आएर टेकेपछि भन्ने मान्यता रहेकोले अब हामी यहाँ आएका छौँ दर्शन गर्छौँ आज यहीँ आश्रममा बस्ने भन्ने हाम्रो सुर छ यसद्वारा आइपुग्यो है
स्वर्गद्वारीको मम्मीहरू हिँड्दै हुनुहुन्छ कस्तो राम्रो रहेछ यहाँ ल भगवान् रक्षा गर्नुहोस् प्रभु आइपुग्यो है यस्तो ल्याएर चाहिँ ऐतिहासिक पृष्ठभूमि फोटो तलसम्म बाटो छ कहाँ जाने बाटो हो त्यो पुरै कहाँ अब यो गाउँ नै त होला नि अब यहाँ रुखहरू चाहिँ यस्तो खाले रहेछ क्या यहाँ पुरै पुरानो रुख अनि नयाँ रुख उम्रिएको चाहिँ छैन पुरानो पुरै 100 वर्ष पुराना जस्ता रुखहरू जङ्गल चाहिँ सबै त्यस्तै रुखहरूको रहेछ त्यो कुरा चाहिँ अचम्मै लाग्यो है हिँड्न सक्दैन मम्मी हिँड्न गाह्रो भयो के भयो त नि हामी गुफा जान लाग्यो किन त्यस्तो भयो त गुफा जाने एउटा लौरी खोजौँ त एउटा लौरी हुनु पाइयो सक्यो यति त आयो साह्रै पुरै राम राम 6 बजे हुन्छ सानो ल्याएर त्यो अनि ठुलो आरती चाहिँ 10 बजे हुन्छ राति ए ल ठिक छ यतापट्टि डाँडामा फेरि सिद्ध बाबाको मन्दिर रहेछ यहाँनिर दर्शन गर्न आयौँ है यहाँ पुरै यस्तो छ सूर्यनारायण पनि अब अस्ताउँदै हुनुहुन्छ हामीले गाडी चाहिँ त्यहाँ तल राखेर अनि आएको हो ती बाटो हिँडेर माथि हाइटमा रहेछ यहाँ पुरै निगालो म हेर्छु निगालोको खेती रहेछ यहाँ फेरि पुरै निगालो संरक्षण गरेर राखेर चाहिँ यहाँ निगालो विशेष रहेछ जङ्गलको विशेषता चाहिँ पुराना रुखहरू के एकदमै धेरै है नयाँ रुख नउम्रिएका पुराना रुख अनि लाली गुराँस पनि यहाँ त्यत्तिकै पाइँदो रहेछ यो लेक नै रहेछ तर पनि हामीले खासै पाएनौँ पाउन चाहिँ झरी फुलिसक्यो यसो मम्मीहरू त्यता हिँडेर त्यता पुग्नुभयो म यहाँ छु पुरै यस्तो जङ्गल छ वरिपरि अनि ठ्याक्क स्वर्गद्वारीकै मन्दिर भएको ठाउँ चाहिँ हो त्यहाँनिर हो है त्यस्तो हो ठाउँ रहेछ लाली गुराँसको पुरै वन रहेछ तर यहाँनिर छ लाली गुराँस अलिअलि खासै हामीले टिप्न पाएनौँ सोलली सिधा बनाउनु हुन्छ हुन्छ ओहो लाली गुराँस देखाऊ पर्खनुहोस् है ल भन्दै हामीले यहाँ ओहो ल नेपालको राष्ट्रिय फुल लाली गुराँस टिपिसकेका छौँ ल सुरक्षित साथ लाली गुराँसको सुरक्षित साथ ल भयो झर्नु झर्नु यस्तो दुःख गरेर लाली गुराँस टिपेर हामीलाई दिनुभएकोमा मुरी मुरी धन्यवाद सरलाई धन्यवाद अब हामी त्यो सलमै ल्याएन यता अहिले खसे ऊ कोपिला खसे त्यो टिप्दैन नि ऊ यतापट्टि खसेको कोपिला ल फोटो एउटा मैले भिडियो बनाइरहेको छु हमको भिडियो बना ल ल एउटा एउटा अलि उता सम्ममा गएर खिचाम दिदीको खै त नि कहिले होला त्यो होइन म दाडो रुखमा
गुराँस गुराँस ल ग्रास ग्रास ल 400 जति गाई भनेको थिएँ होइन 400 त छैनन् होला अहिले त ल यहाँ गाई गौशाला हो यो यहाँनिरको अनि त्यसपछि यस्तो यस्तो छ यो पुरानो रुख स्वर्गद्वारी बाबाले तपस्या गरेको ठाउँ होइन महाप्रभु सुरभि गौशाला गौशालाको नाम पनि एकदम राम्रो छ गावो विश्वस्य मातर हो गाई माता हुन् भनेको छैन खाना खाने हल रहेछ यहाँनिर यस्तो पुरै बाबा
स्वर्गद्वारी मन्दिरबाट यतातिर यस्तो छ पुरै उता आउनु हुन्छ स्वर्गद्वारी मन्दिरमा बिहान हुन्छ हामीले त बन्दै रहेछ यहाँ यस्ता आउने भिडियो बनाइरहेको धारा आने उठो धारा आने उठो निस्क्यौँ है ल हामी होइन हलाले हलालेको भाउजू काम हुनलाई नै हुनु रहेछ टाइम लिएर गर्नुपर्छ त्यही भएर टाइम मन्त्रीले टाइम दिँदैन कि भनेर डरायो हाम्रो च्याम पुग्दैन भनेर कति बेला गर्नुपर्ने च्याम उनीहरूलाई थाहा हुँदैन हामीले बाहिर विदेशमा हामी व्यस्त हुन्छौँ हामीले फोन नउठाउन पनि सक्छौँ हामी त्यति बिजी छौँ होइन अब गरे फोन त आएको थाहा पायो नि सम्मान त छौँ नि अनि वचन बोल्दा पनि मान्छ आज जिजो के थियो क्या त्यहाँटी खै आएको भने आएन फेरि त्यो आइको भन्ने टुक्क टुक्क भन्ने काली गङ्गा काली गङ्गा काली सिरै मोतीनाथ काली गङ्गा काली सिरै मोती सबैलाई कोटी नमस्कार देउता जाति सबैलाई कोटी नमस्कार देउता जाति सबैलाई कोटी नमस्कार देउता जाति सबैलाई हरि नमस्कार देउता जाति सबैलाई कोटी नमस्कार
ती सबैलाई शिवजीको फुलबारी बेलपत्रको शिवजीको फुलबारी बेलपत्रको गारी शिवजीको फुलबारी बेलपत्रको गारी। यो चाहिँ जसपुर बजार रहेछ होइन। यहाँबाट चाहिँ यताबाट गयो भने भालुबाङ, यता गयो भने लिबाङ, सिधै गयो भने प्युठानको सदरमुकाम खलङ्गा पुगिने रहेछ। यो एउटा बोर्डर रहेछ। यहाँनिर आइपुग्यौँ। अब यहाँबाट चिया खाएर अब हामी सुपा देउराली जान लागेको। अब यस्तो छ ठाउँ है। बाट हामी यता के अरे प्युठानकै त हो खलङ्गा जाँदै छौँ। कस्तो राम्रो फाट रहेछ यहाँनिर। पुरै ठाउँबाट यता छिटो रे खेतीपाती हुने कस्तो राम्रो रहेछ। खै खाजा खाएको ठाउँ के रे जसपुर प्युठानको जसपुर। जसपुरबाट चाहिँ हामी यतातिर खलङ्गातिर लागेको होइन। हो यता लागेपछि चाहिँ ल यहाँ पुल पनि यस्तो राम्रो पुल रहेछ। अनि फाट पनि राम्रो फाट पनि असाध्यै राम्रो रहेछ ल। पूर्वर फाट है कस्तो राम्रो छ ठाउँ, मन पर्यो ल। ठाउँकै यसो लु खाएर अङ्कुसे लाएर अङ्कुसेले टिपेर यता सुपा देउराली जाने बाटोमा छौँ होइन। अब जान्छौँ। गाडी यही हो। यसोले काफल खाइयो। अब हामी खलङ्गा बजार हुँदै जान्छौँ होइन। ल खलङ्गामा चाहिँ के थियो अरे हाम्रो हजुरबाले आएर भन्नु दिदी, हजुरबाले आएर काम गरेको ठाउँ भने होइन यो पनि बनाइदेऊ न। भन्नु पऱ्यो कि यहाँनिर खै अर्का हाँचीको ए अर्का हाँची सन्धि खर्क बजार झरियो। अब माथिबाट ठुलो रहेछ त बजार त। मोबाइल बजेर अब यो सन्धि खर्क बजार रहेछ। यहाँबाट सर्लक्क रमाइलो राम्रो देखिँदो रहेछ है। राम्रो रहेछ। त्यो बजारबाट माथि जाने हो। कहाँ राख्यो मोबाइल? यहाँबाट कसले खोजेको थियो? खोजे हेरेर खुसी हुँदै कसले गरेको थियो अब हाम्रो लुट्यो। हो नयाँ बाटो भएर त्यस्तो हो रमाइलो भइरह। हामी सुपा देउराली जाने बाटो हो है यो। जङ्गल जङ्गल रहेछ। तलतिर काफलको बोट पनि देखियो तर काफल टिपेर खान चाहिँ सकिएन। अलि अगाडि चाहिँ ऐसेलु खाइयो होइन। अब यता काफल टिपेर खान चाहिँ सकियो होइन। काफल चाहिँ थियो। सक्ला पायो हुन्थ्यो कि भने किनेर खाने ल त नि ल। त्यो सुपा देउरालीको माथि आमामा कहाँ हो पुल यस्तो? In 200 meters, your destination will be on the left. ओके ओके। भुलो लचम्मको रहेछ यहाँनिर सुपा देउराली माता यस्तो रहेछ। यहाँनिर पुरै देवीको मन्दिर। यहाँ पुरै आमामा अग्लो न अग्लो पुल यस्तो स्ट्रक्चर रहेछ यहाँनिर। अब हामी पूजाआजा गर्दैछौँ। यस्तो रहेछ है। यहाँ हेर्नु न उता पुल कत्रो हो। यहाँ यता हेर्नु
अहिले हामी सुपा देउरालीमा छौँ होइन के छ मम्मी कस्तो लागिरह मन्दिर आउन पाइयो रमाइलो राम्रो रहेछ यस्तो मन्दिर रहेछ यहाँनिर है त्यहाँ अग्लो पुल फोटो सेसन हुँदैछ आयो बजार कता रहेछ त नि कता हजुर काचेले मेरो हिँडेछ चोरेर अब के तिमी उता म यता जान्छ टाढा छ तर बिरानो नसम्झ माया गाडा छ काफलुके सबना 6 बजे हुरेडी वनमा गाडा छ तिमी उता म यता जान्छ टाढा छ तर बिरानो नसम्झ माया गाडा छ ल कसैले पनि बिरानो नसम्झिनु होला है त बसेछ टाउमा हामी बस्या बुटबलको पौवामा मनमा काँडा छ तिमी एउटा म यता जन्त टाढा छ तर बिरानो नसम्झ माया गाडा छ बसेछ टाउमा हामी बस्या बुटबलको पौवामा मनमा काँडा छ तिमी उता म यता जन्त टाढा छ तर बिरानो नसम्झ माया गाडा छ हाम्रो यात्राको बारेमा कस्तो भयो हाम्रो यात्रा धेरै राम्रो भयो खुसी लाग्यो रमाइलोको साथसाथै सर्ट पनि भयो अब आज रमाइलो भयो म्यानेजरको के छ खबर अब सबै स्टाफ खुसी भएपछि पनि दुईटा बहिनीहरूले म्यानेजमेन्ट गरेर हानेर लगेर ल्याए धेरै धेरै खुसी छौँ यसको लागि ल मम्मीको कुरा के छ भन्नु मेरो नि एकदम ठिक छ अब पुग्न पाइयो राम्रोसँग गएर सबैतिर दर्शन गरियो आइयो यदि धेरै मौका पाइयो सबै भेटघाट गर्ने अमाइजूको कुरा ल भन्नु फेरि मेरो त्यही हो कुरो सबैको आन्टीको दिनहरू हामीलाई फुन ठोके ल गाने हामीलाई फुन ठोके भन्ने कुरो छ है उता छ कि उताको झोलामा अब आज हामी काठमाडौँ पुग्छौँ अब यति बेला चाहिँ होटेल पौवाबाट अब काठमाडौँ जान लाग्यौँ अब जाँदैछौँ गाडी आइसक्यो झोला सोला लोड खै झोला हाल्यो त झोला हालौँ खै कता गाडी ल अब झोला हालेर जान्छौँ होइन त जान्छौँ अब ल शुभयात्रा सबको ल शुभयात्रा सफल भएकोमा धन्यवाद ल अब यस्तो गरेर साङ्केतिक पो भयो त फोटोलाई यस्तो गरेर उर्कीलाई नि धन्यवाद
अर्को मिठो अनि बाल्टिन पनि आफू जत्रै रहन्छ बाल्टिन यो भाँडा पनि मजात्रै बनाएछ कसरी जाने होला ल यस्तो आफू जत्रै भाँडामा खाना पाएर आज पुरै खुसी हुनुहुन्छ हाम्रो कराई बाल्टिन होइन ल आज मिठो भयो खाना 4 दिनको दिन आज घरैमा छोरीले पकाए जस्तो भयो होइन त ल ठिक छ ल खानु राम्रो मिति 2083 वैशाख 4 गते बिहान सबैले हामीले अघिल्लो दिनको सल्लाह बमोजिम प्युठान स्वर्गद्वारीको यात्रा सुरु गरेका थियौँ। यात्रामा म स्वयं, दिदी, मम्मी, आन्टी, सान दिदी, विमला दिदी र मेरो ठुली माइजू हुनुहुन्थ्यो। हामी 5 जना काठमाडौँबाट नै गाडी चढेका थियौँ भने मम्मी र माइजूलाई मुगलिनमा भेट्ने योजना बमोजिम अगाडि बढी मुगलिनमा सबैजना जम्मा भएर हाम्रो यात्रा अगाडि बढेको थियो। सबैजना रमाइलो गर्दै भजन गाउँदै झोलामा भएका खानेकुराहरू खाँदै यात्रा अगाडि बढायौँ। त्यसपछि हामी सिजीधाम नवलपरासी पुगेर एकैछिनको लागि गाडी रोक्यौँ र त्यहाँभित्र जानको लागि टिकट काट्नु पर्दो रहेछ। टिकट काटेर भित्र छिर्यौँ र सबैतिर घुमघाम गरी 2-4वटा फोटो समेत खिची फर्क्यौँ। अत्यन्तै चर्को घाम थियो, एकदमै बस्नै नसक्ने, कति बेला त्यहाँबाट बाहिर निस्कौँ जस्तो। भित्र चाहिँ एकदमै त्यो गार्डनहरू बगैँचा एकदमै रमाइलो थियो। सबैतिर घुमघाम गरेर हामी त्यहाँबाट फर्क्यौँ। त्यसपछि हामी लुम्बिनीको लागि अगाडि बढ्यौँ। त्यो दिन हामी लुम्बिनी बस्ने निर्णय गरेका थियौँ। लुम्बिनीमा पुग्दाखेरि घाम अस्ताउन लागेको थियो। कतिपय मोनेस्ट्रीहरू खुल्लै थिए भने कतिपय हामी भित्र छिरेर घुम्न पाएनौँ। त्यहाँ 2वटा अटो लिएर हामी अटो रिक्सा लिएर चाहिँ यताउता घुम्न थाल्यौँ। हतार गर्दै सकेसम्म जानुपर्ने ठाउँहरू घुम्यौँ र त्यहाँ मायादेवी मन्दिरभित्र अशोक स्तम्भहरू सबै कुराहरू हेरेर रात परे झमक्क परिसकेपछि बाहिर निस्केका थियौँ र त्यहाँ नजिकै होटेलमा चाहिँ हामीले त्यो रात बितायौँ। र त्यसपछि भोलि बिहानको यात्रा हाम्रो प्युठान स्वर्गद्वारीको लागि थियो। बिहान सबेरै दाङ भालुबाङ हुँदै हामी प्युठानको यात्रा तय गरिसकेका थियौँ। यो एकदमै रमाइलो क्षण थियो। मम्मी, माइजू, आन्टीहरू, दिदीहरू सबैजना रमाइलो गर्दै गाडीमा भजन गाउँदै एकदमै उल्लासमय वातावरणमा हामी दिउँसोको 2 बजेतिर हामी भिङ्ग्री पुगेका थियौँ। भिङ्ग्रीबाट चाहिँ अलिकति माथि आधा घन्टा जति माथि गएर अनि त्यहाँ गाडी रोकेर त्यसपछि चाहिँ आधा घन्टा 45 मिनट जति ढुङ्गाले बनेको राम्रो सिँढी हिँडेर माथि प्युठान स्वर्गद्वारी मन्दिर जानुपर्ने रहेछ। जङ्गलको बाटो, घुमाउरो साँघुरो बाटो छिचोल्दै हामी स्वर्गद्वारी मन्दिरको तल भएको प्रवेशद्वारमा पुग्यौँ र गाडी त्यहीँ रोकिने थियो। हावा बेसरी चलिरहेको थियो। एकदमै धेरै यताउता भएका डाँडा काँडाहरू, वन जङ्गल, लालीगुराँसका बोटहरू, लालीगुराँसको सिजन त थिएन, झरिसकेको थियो। तर पनि त्यहाँ लालीगुराँस फुल्ने सिजनमा एकदमै मनोरम हुने रहेछ भनेर परिकल्पना समेत गरियो। त्यसपछि त्यहाँनिर हामी स्वर्गद्वारी मन्दिरमा माथि नै आश्रममा बस्ने गरेर हामी जान लागेका थियौँ। अनि सम्पूर्ण बन्दोबस्तीका सामानहरू झोलामा बोकी करिब 45 मिनटको उकालोतर्फ हामी अगाडि बढ्यौँ। बाटो राम्रो थियो, मिलेको ढुङ्गा छापेको सिँढी, वरिपरि जङ्गल, वर्षौँदेखि पुराना रुखहरू, निरन्तर चलिरहने हावाको कारणले होला रुखहरू हावाको बेगको विपरीत दिशातर्फ ढल्किरहेको जस्तो लाग्थ्यो। सबै रुखहरू त्यस्तो पुरै झ्याउ पलाएको पुराना रुखहरू, 100औं वर्ष अगाडिका रुखहरू जस्तो लाग्थ्यो हेर्दाखेरि। र रुखहरू त्यो ढल्किरहेका थिए, यताउता हावा धेरै चल्ने भएर होला जस्तो लाग्यो। साँझमा त्यहाँ पुग्यौँ। त्यहाँनिर वरपर भएका अलिकति माथि डाँडामा मन्दिर अनि उतापट्टि गुफा, त्यहाँ घुम्दै हामी सबै स्वर्गद्वारीको वरिपरि हामी रमाइलोसँग घुम्यौँ। त्यसपछि हामी आश्रममा आएर त्यहाँ पाकेको खाना बेलुका 10 बजेतिर खायौँ। अनि त्यहाँ सबैजना जम्मा भएर भजन गाउने कार्यक्रम हुँदो रहेछ। एकैछिन आधा घन्टा जति त्यहाँको भजनमा नाचगानमा संलग्न भयौँ। एकैछिन नाच्यौँ, रमायौँ अनि त्यसपछि गएर त्यहाँ आराम गऱ्यौँ। भोलि बिहान सबेरै त्यहाँ राति 2 बजेदेखि उठेर नुहाउने धुवाउने सबैजनाको चहल पहल सुरु भयो। अनि नुहाई गरेर सबै कुराहरू तयारी गरेर हामी मन्दिरमा गयौँ। मन्दिरमा पूजा अर्चना गऱ्यौँ। त्यसपछि हाम्रो योजना अनुसार नै हामी सुपा देउरालीको लागि हिँडेका थियौँ।
त्यहाँबाट हामी 8 बजेतिर तल झरिसकेका थियौँ। गाडी तल तयार नै थियो। हाम्रो गाडीको गुरुजी पनि हामीसँगै हुनुहुन्थ्यो माथि मन्दिरमै। त्यसपछि हामी बिहान तल झऱ्यौँ र गाडी चढेर सुपा देउरालीको यात्रा तय गऱ्यौँ। अर्घाखाँची जिल्लामा रहेको सुपा देउराली माताको दर्शन गर्न पाउँदा एकदमै भाग्यमानी, एकदमै मन शान्त भएको अनुभूति भयो। दुईतिर ठुला ठुला पहराको बिचमा अवस्थित, तलतिर ठुलो रिटेनिङ वाल लगाएर बनाएको मन्दिर रहेछ। पहिला चाहिँ अब अलिकति अव्यवस्थित थियो होला, अहिले त्यहाँनिर मन्दिरको ठाउँहरू एकदमै व्यवस्थित राम्रो थियो। तलतिर हेर्दा छङ्गाछोर भिड भए पनि मन्दिर एकदमै सुरक्षित ठाउँमा नै थियो। माथितिर ठुलो पहरो थियो। त्यहाँ नजिकै लाउरे टाँसिएको भिर भन्नुहुन्थ्यो, त्यहाँनिर जानको लागि अलिकति हिँडेर जानुपर्ने रहेछ। हामी जान सकेनौँ। सबैजना मिलेर सुपा देउराली माताको आराधना गरी पूजा अर्चना गऱ्यौँ र त्यहाँबाट त्यहीँ खाना खाएर हामी हाम्रो यात्रा अगाडि बढायौँ। हामी त्यो दिनमा बुटवलको पौवा होटेलमा आएर बसेका थियौँ। एकदमै अब थाकिसकेका थियौँ यात्रा गर्दा गर्दा गाडीमा, तर पनि थकान अनुभव भएको थिएन। बाटोमा गाडी रोक्दै रमाइलो गर्दै अगाडि बढ्यौँ। त्यस दिन हाम्रो धार्मिक यात्राको चौथो दिन थियो। हामी त्यहाँबाट काठमाडौँको लागि अगाडि बढेका थियौँ। आउँदा आउँदै बाटोमा देवघाट धाम पनि घुमेर जाने सल्लाह भयो र हामी चितवन देवघाट धामतर्फ पनि अगाडि बढ्यौँ। देवघाट धाममा गएर सबैजनाले नुहाइधुवाइ गरेर त्यहाँ एकैछिन बसेर त्यहाँ हजुरआमा पनि हुनुहुन्थ्यो। हजुरआमालाई पनि भेटेर हामी काठमाडौँको लागि अगाडि बढ्यौँ र मुगलिनमा आइसकेपछि फेरि मम्मीहरू घर जाने कुरा भयो। मम्मी र माइजूलाई लमजुङको लागि गाडी चढायौँ र मम्मी र माइजू उता लमजुङतिर जानुभयो। अनि हामी काठमाडौँको यात्रामा अगाडि बढ्यौँ र 4 दिनको रमाइलो र एकदमै अविस्मरणीय यात्रा पछि हामी काठमाडौँ आइपुग्यौँ। यात्रा एकदमै अविस्मरणीय रह्यो, रमाइलो भयो। यस्तै यात्रा अरू दिनहरूमा पनि गर्दै जाने सल्लाह गरेर हामीले हाम्रो यात्रा टुङ्ग्यायौँ। सबैजना आफ्नो घर गएर आराम गऱ्यौँ। सुन्दाखेरि फोटोहरू एकातिर भोइस ओभर एकातिर जस्तो देखियो। मैले यो फोटो कलेक्सन पनि नहराओस्, यो कतै नजाओस्, यही कम्पाइल भएर रहोस् भोलि पर्सि हेर्दा पनि भनेर फोटो कम्पाइल गर्नको लागि, फोटोहरूको लागि मात्रै भोइस ओभर गरेको थिएँ। त्यही भएर फोटो एकातिर र भोइस ओभरको आफ्नो कुराहरू एकातिर भइरहेको छ। यसलाई चाहिँ इग्नोर गर्नुहोला। जस्ट यो कलेक्सन रहिरहोस्, यो मेमोरी रहिरहोस् भनेर मैले यो गरेको हुँ। र सबैजनाले हेरिदिनु भएको, सुनिदिनु भएकोमा धन्यवाद। सक्यो किन भइसक्यो नि, सकिसक्यो नि। किन नरोकेको के त्यो सकिसक्यो नि त भिडियो नै, त्यो भएर होला पुरै ल्याग भयो।